नमस्ते सबैजनालाई। आज मौसमको वातावरण म बताउँदैछु होइन। कतारमा आज बादल देखिएको छ, मौसम पनि चिसो छ, हावा पनि हल्का चिसो चलेको छ, बिहान बेलुका एकदम चिसो भइसकेको छ। साथीहरू सबैजनाले ख्याल गर्नुहोला, तातो तातो कपडाहरू पनि युज गर्नुहोला भन्न चाहन्छु। र घामको एकदम आजभोलि भनेको यस्तो गर्मी महिना साह्रै गाह्रो हुने, जाडो महिना यस्तो घाम कहाँ छ भनेर खोज्न हिँड्दै पर्ने। त्यही भएर साथीहरूले एकदम ख्याल गर्नु होला है। जाडोको मौसममा पनि आफ्नो नाना कपडाहरू तातो तातो कपडा लगाउनु होला है। ख्याल आफ्नो शरीरलाई ख्याल पनि गरिदिनु होला। म अहिले यस्तो हेर्न सक्नुहुन्छ, यो बादलहरू कस्तो दामी देखिएको छ। बादल लगाएको छ आज। अब केही दिन वा केही छिनपछि पानी पर्ने जस्तो भएको छ। पानी पर्न पनि सक्छ, नयाँ पर्न पनि सक्छ। यो कतारको ठाउँमा झ्याप्प पानी पर्छ। यो जाडो मौसममा पानी पर्छ कि यहाँ फेरि गर्मी मौसममा पानी पर्दैन। यो जाडोको बेलामा ठ्याक्कै चिसो भयो भने पानी पर्छ। यस्तो छ यहाँको सिस्टम होइन। हाम्रो नेपालतिर गर्मी महिना पानी पर्छ भनेपछि यहाँ चिसो मौसममा पानी पर्छ। त्यसपछि लास्ट पानी पऱ्यो भने लास्ट समयमा पानी पऱ्यो भने फेरि ऊ पनि हुने है।